सबैजनालाई स्वागत छ मेरो फर्स्ट मिनी भ्लगमा। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। म चाहिँ हस्पिटल जान थालेको। मौसम पनि क्या दामी थियो हैन। मौसमले नि आज साथ दिइरहेको थियो, तर घाम चाहिँ अति लाग्यो भएर छाता ओढेर चाहिँ जानै पर्छ हैन। एउटा फेरि सिरियस भएर बसिरहेको थियो। के भयो भनेको मलाई गर्लफ्रेन्डले छोड्यो भनेर स्याड भइरहेछ। अनि मैले भने त्यसलाई तँलाई म मिया कलिपा मिलाइदिन्छु त स्याड नहो। साथी भएपछि यति गर्नै पर्यो हैन र। त्यसपछि त खुसीको सीमै छैन। उफ्रै गर्न थाल्यो। चोकमा यतिकै हलिँदै बस्दाखेरि कहीँ जानै नपर्दाखेरि गाडी सुई आएको आइ गर्छ। अब कहीँ जानु पर्यो गाडी आउँदैन। यो मसँग मात्र हुन्छ कि सबसँग हुन्छ गाइज, यो चाहिँ भनिदिनु पर्यो। म चाहिँ खास हस्पिटल थेरापी गर्न आएको हो। 10 दिनको ड्याङ्गै एकैचोटि काट्दिएको। ल हेर्न सक्नुहुन्छ 2500 ड्याङ्गै गयो मेरो बिजो। ल मेरो थेरापी पनि सुरु भयो। यो चाहिँ करेन्ट लगाएको अब भाइब्रेसन बनाउन घिर गर्छ। लास्ट मजा आउँछ है। तर फेरि यो चाहिँ मजा आउँछ। अल्छी लाएर के गरौँ भयो। अनि आफ्नै थोपडा हेर्दिएको। त्यही पनि मान्छेको जस्तो त परे होइन। के भयो होला यार। करेन्ट खाने टाइम पनि सिद्धियो। अब चाहिँ अरू पनि थुप्रै हुन्छ, त्यो चाहिँ देखाउन सकिन्न है। सबै काम सकेर घरतिर चल्दी सान लाग्यो। अरू सब अटोमा जान्छन्, म चाहिँ टोटोमा जान्छु है। अरू अटो म टोटो। पुरै सर्टकट हानी चल्दिरहेको थियो है। बाटो चाहिँ सर्टकट हान्छु म, तर मेरो लाइफ चाहिँ लङ कट होस्। त्यो सर्टकटमै सिद्धिने चाहिँ नहोस् है। घर पुग्न नपाई फेरि मम्मीले फोन गरेर दुध पाउरोटी लिएर है त भनेर फेरि लिन गएँ। जहाँ गएँ त्यही सामान बिर्सिने बानी भएर बिचोक छ आजकल। दिमागै उडिसक्यो कि के हो जस्तो लाग्छ। के भयो फेरि एउटा घाम नपानीको छाता ओढ्ने फेरि हेर्नु। ओहो हिरो कुन फिल्मको भनेर त भन्नै पर्दैन। मेरो केटाकेटीहरू सबले बुझ्छ। पुरै धाग लगाएर आइज क्यारम खेल्न मलाई सक्छस् भने बेस्ट अफ 2 खेल भनेर भनेको। सान दिएको साला आफैले हारेको बिचोक। फेरि अनुहारै देखाउन नहुने लाजै मर्द भयो नि म। पहिलो बोर्ड त हार्यो कमब्याक हुन्छ। दोस्रो बोर्ड भनेर खेलेको के हुने यात्रा केही भएन। दोस्रो बोर्ड पनि खुलो त फर्क्यो मेरो। केही छैन, साथीको खुसी नै मेरो खुसी हो भनेर हार्थेँ म। हारेपछि थोरै बिट्टी त दिनै पर्यो। आजको लागि यति नै। भोलिको दिनमा फेरि भेटौँला। यति भन्दै आजको लागि बाई बाई।